एकदम खुसी लाग्यो र किनभने भुटान चाहिँ संसारले कसरी चिन्छ भने ल्यान्ड अफ ह्याप्पिनेस, जहाँ आनन्द खुसीको ठाउँ छ। यस्तो राम्रो यो कन्ट्री नेसन हुनुको कारण चाहिँ हिज मेजेस्टी द किङ्सहरूको कारण छ होइन। मेजेस्टी क्विन्स उहाँहरूलाई चाहिँ इम्बडिमेन्ट अफ बुद्ध, इम्बडिमेन्ट अफ बुद्धिस्ट टिचिङ्स जस्तो लाग्छ। यति राम्रो देशमा यति महान राजा पाउनु भनेको कति भाग्यमानी हो हामी भुटान। सबैभन्दा पिसफुल कन्ट्री लाग्छ भुटान। म यो है वर्ल्ड पिस प्रेयरमा, ग्लोबल पिस प्रेयरमा बसिरहेको थिएँ। त्यहाँको इन्भाइरोमेन्ट, त्यहाँको हरेक कुराले यस्तो देखाइरहेको थियो कि भुटान चाहिँ हेभेन हो साँच्चै नै। निर्माण र भगवान् बुद्धको साँच्चै प्र्याक्टिस चाहिँ भगवान् बुद्ध चाहिँ यहाँ हुनुहुन्छ भुटानमा जस्तो लाग्छ। यस्तो विश्व शान्ति र म हिज मेजेस्टी किङ्स उहाँहरूप्रति धेरै कृतज्ञ चाहन्छु। हायर मेजेस्टी क्विन्स अनि स्पेसल गाइडर हिज होलिनेस चाहिँ थ्याङ्कफुल है। उहाँहरूको यति साह्रो कन्ट्रिब्युसन, यति साह्रो माया हाम्रो किङ्सहरूको केही वर्णन गरेर साध्यै छैन। म अरू कन्ट्रीमा हुँदाखेरि पनि भुटानको याद आइरहेको हुन्छ। जब ह्याप्पिनेसको कुरा हुन्छ, जब शान्तिको कुरा हुन्छ, धर्मको कुरा हुन्छ, भुटान चाहिँ ग्लोबल लिडर, नम्बर 1 लिडर जस्तो लाग्छ। स्पेसल